हेलो एन्ड नमस्ते एभ्रिवान साथीहरू, तपाईँहरूको लागि भनेर मैले एउटा नयाँ माइक लिइसकेको छु र अडियो आउटपुट अब अझै बेटर हुनेवालामा छ र तपाईँहरूको लागि भनेर मैले एउटा DJI माइक मिनी 2 लिइसकेँ है। केही कारणवश भिडियोहरू आउन ढिलासुस्ती भइरहेको थियो र माइक लिइसकेपछि भने चाहिँ अडियो आउटपुट पनि राम्रो हुने भयो र त्यस साथै कन्टेन्टहरू पनि म कन्टिन्यू हाल्नेवालामा छु। सो लेट्स टेक केयर एन्ड लेट्स सी द अनबक्सिङ। वाउ। अनबक्सिङ गर्नुभन्दा अगाडि यदि तपाईँहरू चाहिँ रोबोटिक्स प्रोजेक्टमा हुनुहुन्छ र हजुरलाई माइकहरू चाहिएमा चाहिँ माइक मोडेलहरू चाहिएमा चाहिँ मलाई सम्पर्क गर्नुहोला। यो चाहिँ ESP32 को लागि चाहिँ एकदम बेस्ट हुन्छ र ESP32 मै लाग्ने यो माइकवाला मोडेल पनि मसँग अभाइलेबल छ। हेर्न सक्नुहुन्छ मोडेल नम्बर चाहिँ यसको यति छ। सो चाहिएमा सम्पर्क गर्नुहोला। मैले चाहिँ मगाएको थिएँ बाहिरबाट, लगभग ह्युज क्वान्टिटीमा मगाएको छु। र साथै हजुरहरूले यो थाहा नै होला, M5 स्टिक भनेको चाहिँ हजुरको एभ्रिथिङमा IoT प्रोजेक्टहरूमा युज हुन्छ र इथिकल ह्याकिङ सम्बन्धी प्रोजेक्टहरूमा पनि युज हुन्छ। यसले चाहिँ तपाईँले कार सिग्नलहरू, ब्लुटुथ सिग्नलहरू, वाइफाई सिग्नलहरू सबै ह्याक गर्न सक्नुहुन्छ। यो चाहिँ 433 हर्जको सिग्नलको लागि चाहिँ यो सानोवाला एन्टिना भएको यो मोड्युम छ भने यो NRF मोड्युम भन्छ। यसले चाहिँ तपाईँको सबै ह्याक गर्न मिल्छ। लगभग 2.4 गिगाहर्जको सबै यसले चाहिँ इन्टरफेरेन्स गर्न मिल्छ। सो डोन्ट ट्राई दिस एट होम। यो चाहिँ एजुकेसन पर्पजको लागि मात्रै हो। लेट्स गो टु अनबक्सिङ भिडियो। सो फर्स्ट अफ अल क्यामेरा किन्नै होइन त, मैले चाहिँ मेरो ड्रोन DJI Neo 2 थियो त्यसलाई सेल गरेर चाहिँ फेरि यो एउटा नयाँ माइक मिनी 2 लिइसकेँ। सो लेट्स अनबक्सिङ इट हियर। ढिलो नगरी मजाले अनबक्सिङ गरौँ है त। सो यसको स्पेकहरू चाहिँ तपाईँहरूले इन्टरनेटमा मजाले पाउनुहुन्छ। लेट्स अनबक्सिङ नाउ फ्रम हियर। यताबाट खोलिन्छ साइड यो चाहिँ। 1 2 कट 3 कट है त। 3 कटमा खोलिन्छ कि खोलिँदैन है त। लेट्स सी। नो, 3 कटमा नै खोल्ने रहेछ। अनबक्सिङको लागि चाहिँ माथिबाट खोलिने रहेछ। लेट्स सी। राइट। सो आई एम होल्डिङ द क्यामेरा विथ वन ह्यान्ड। इट इज गोइङ डिफिकल्ट टु बिकज ड्राइभर पनि बेचिसकेँ मैले चाहिँ। यार के गर्नु, आर्थिक अवस्था यस्तै छ। बट सो फाइनली हाम्रो अनबक्सिङ चाहिँ रेडी भइसकेको छ। DJI मिनीको माइक र यसमा के छ हेरौँ है त। फर्स्ट अफ अल त हामीलाई यो म्यानुअल दिएको रहेछ। क्विक चार्जिङ के गाइड रहेछ यसमा। DJI को तपाईँको स्टिकरहरू दिएको छ। वाउ, दामी छ DJI भनेर ती स्टिकरहरू दिएर रहेछ। लेट्स सी अरू के छ। अरू भनेको यो पुरै प्याकमा मजाले खाली भइसक्यो। यसलाई साइडमा हालौँ, यो पनि साइडमा हालौँ र हेर्न सक्नुहुन्छ एउटा मजाले प्याक गरिएको चाहिँ ब्याग हामीले अब अनबक्सिङ गर्न गइरहेको छौँ। वाउ, सेटिस्फाइङ। के रहेछ हेरौँ है त अब भित्र चाहिँ। सिधै एउटा फाइनली हाम्रो मेन एसेसरिज चाहिँ यसमा छ। हेर्न सक्नुहुन्छ ब्याग खोलिरहेको छु। वाउ, फर्स्ट अफ अल त हामीले देख्न सक्छौँ यो वाला आमामा कति धेरै। यो हाम्रो के रहेछ त हजुरहरूले गेस गर्नु है त। डिफ्रेन्ट कलरको चाहिँ म्याग्नेटिक एडाप्टर छ है त। यसले चाहिँ के गर्दैन खासमा, यसले खासमा हजुरको कुन चाहिँ कलरको कपडा लाउनु भएको छ त्यसलाई फेड गर्नको लागि चाहिँ यो युज हुन्छ है त, कलर म्याचिङको लागि। र अरू के छ भनेर हेर्दाखेरि वाट इज दिस। हो, केबल दिएको रहेछ। टाइप सी टु टाइप सी केबल दिएको छ चार्जिङको लागि। र अर्को चाहिँ अडियो ज्याकको चाहिँ 3.2 mm को अडियो ज्याक इन एन्ड आउट है त। इन एन्ड आउट होइन, दुवै मेलवाला दिएर रहेछ। ओके, अरू के छ? अरू के पनि छैन गाइस। अरू सिधै हाम्रो अब माइक छ। यो चाहिँ हाम्रो माइक भयो, सिधै हाम्रो माइक दिएको छ। अरू चाहिँ यो एन्टी रस्टको लागि
फङ्गस नआओस् भनेर यो राखेको हुन्छ। सो टोटल एसेसरी चाहिँ हाम्रो यति नै छ है त। 1 2 3 4। कस्तो स्मेल आउने रहेछ त्यो फङ्गस नआउनेवाला। वाउ वाउ। मजाले यसलाई चाहिँ हामी अब खोलौँ ल माइक। सो प्रेस टु अनलक भनेछ। हो यो खोल्नु पर्ने रहेछ। ल सिललाई हामी हटाइदिन्छौँ है त पहिला हामी सिल हटाउँछौँ। यो वाला सिललाई यता राखौँ लाएर के डन। सो नाउ वी विल अनलक दिस। 3 2 1 and go। खोइ भएन त है। What is this bro? What the? Are you pranking me? Are you kidding me? यस्तो गरेर यस्तो हो क्या? यस्तो रहेछ। वाह यसमा त अलरेडी तपाईँको चाहिँ यो स्पिचलेस हेर्न सक्नुहुन्छ एकदमै दामी। एकदम त्यो लिथियम टाइपको स्मेल आइरहेछ क्या भित्रबाट चाहिँ। ब्याट्रीवाला स्मेल आइरहेछ। त्यो अटोमेटिक अन हुँदो रहेछ त खोल्ने बित्तिकै। सो के छ हेरौँ है त। यसलाई पहिला यता राखौँ। हामीसँग यो छ माइक फर्स्ट अफ अल। वाउ। सो माइक मिनी 2 देखि चाहिँ रिमुभ बिफोर युज रे। यो चाहिँ चार्जिङलाई प्रोटेक्सन गरेर रहेछ चार्ज गर्न अगाडि। हामीसँग एकदमै राम्रो ट्रान्सप्यारेन्ट डिजाइनमा, ट्रान्सप्यारेन्ट फुल्ली त छैन बट व्हाइट डिजाइनमा चाहिँ यो छ। यसलाई हामी पहिला अन गरेर हेर्छौँ। ओके इट्स अन नाउ। र हाम्रो यो चाहिँ रिसिभर भयो। रिसिभर र फोनमा हाल्नको लागि चाहिँ हामीले यो एडाप्टर युज गर्नुपर्छ टाइप सी वाला। एकछिन वेट गर्नु म यसलाई यसको अडियो पनि हजुरलाई सुनाउने छु। एकदमै लाइट वेट छ यो चाहिँ। यो हाम्रो ज्याक चाहिँ यता लाग्छ, यता पछाडि लाग्छ। यसलाई निकालेर चाहिँ यो ज्याक हामी यसमा राख्छौँ। ओके डन। यसरी राखेर चाहिँ हामी फोनमा यसलाई यसको अडियो आउटपुट चाहिँ हामी फोनमा अब रिसिभ गरेर हेर्छौँ है त। पहिला यता हेर्नुहोस् माइक 1 चाहिँ कनेक्टेड छ। सो अब लेट्स सी। यो माइक 1 भयो, यो माइक 2 भयो। ओके सो फर्स्ट अफ अल त हामी यसलाई रिमुभ गर्छौँ। तो यूज दिस। लेट्स peel this out। वाउ हेर्न सक्नुहुन्छ अहिले। हेर्नु त जिरो डस्ट। वाउ केसिङ पनि कस्तो दामी दिएको रहेछ भित्रबाट साइनिङ वाला। अलिअलि यो फ्रेस पेन्टको स्मेल चाहिँ आइरहेछ ब्रान्ड न्यू भएर होला। वाउ अब चाहिँ म माइक हालेर देखाउँछु है त हजुरलाई। माइक 1 कनेक्टेड छ हेर्न सक्नुहुन्छ। यो पुरै भर्खर जन्मेको त्यो चिक्स हुन्छ नि हो तिनीहरुको फेडर जस्तो के कस्तो दामी। आमा यसलाई पहिला चार्जिङमा हाल्दिए चार्ज। लेट्स सी। यसलाई साइडमा हाल्दिए अहिलेलाई। डिस्कनेक्ट माइक नाउ। कनेक्ट गर्ने बित्तिकै चाहिँ हाम्रो मोबाइल एपमा चाहिँ एउटा नोटिफिकेसन आएको छ माइक हैज बीन कनेक्टेड एन्ड अपडेट फर्मवेयर भनेर। सो हामी इन्स्टल गर्छौँ यसलाई। मेक स्योर द डिभाइस ब्याट्री लेभल इज अबभ 20 बिफोर अपडेटिङ फर्मवेयर। चार्ज डिभाइस एन्ड ट्राई अगेन। ओके अनि डिभाइस चाहिँ हाम्रो चार्जमा छैन र यो अडियो इनपुट चाहिँ अहिले माइकबाटै भइरहेको छ। एन्ड कस्तो आइरहेको छ भन्नु है त गाइज। वाउ
माइक मिनी 2 लर्न मोर अबाउट माइक मिनी। यो हेरौँ के छ हेरौँ है त यसमा। लाइट वेट एन्ड भर्साटाइल कम्प्याक्ट भयो, हाई क्वालिटी अडियो मिक्स डिभाइस ट्रान्समिसन भयो, 3 भोइस टोन प्रिसेट भयो, 2 लेभल नोइज क्यान्सलेसन रे, अटोमेटिक लिमिट टु प्रिभेन्ट अडियो क्लिपिङ, DJI Osmo अडियो डाइरेक्ट कनेक्सन रे। DJI को जुनै पनि डिभाइससँग डाइरेक्ट कनेक्ट हुन्छ। यो चाहिँ 48 आवर्स अपरेटिङ टाइम एन्ड पावर सेभिङ। सो फर्स्ट अफ अल हामी यो टेस्ट गरिरहेछौँ अहिले। यसलाई चार्ज गर्छौँ है त। हो हेर्न सक्नुहुन्छ यो 1 2 3 4 5 6वटा जुन दिएको छ डिफ्रेन्ट टाइपको, एउटा जुन डिफ्रेन्ट टाइपको दिएको थियो यो चाहिँ यही हो है। ल हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ। सो मेरो अडियो कस्तो आइरहेको छ। सो हियर इज द टाइनी गाई कनेक्टेड टु अस। वाउ फेडरेट कस्तो दामी छ क्या। कस्तो आइरहेको छ मेरो अडियो प्लिज भन्नु होला। र साथै यसले चाहिँ मिनिमम भनौँ न डाइनामिक रेन्ज अफ अडियो चाहिँ बेस्ट हुन्छ यसमा। एकदम सानो कम्प्याक्ट डिजाइन छ। फ्रिमियर अपडेट गरेर पनि देखाउँछु है त। फ्रिमियर अपडेट गर्नलाई चाहिँ ब्याट्री पुगेको छैन। सो म चार्ज गरेर हजुरलाई देखाउँछु। द माइक इज चार्जिङ राइट नाउ। अनि मेरो अडियो चाहिँ मोबाइलकै माइकबाट आइरहेछ बिकज माई माइक्स आर चार्जिङ राइट नाउ। सो यु क्यान सी द अडियो डिफ्रेन्स कस्तो आइरहेछ भनेर। र म माइक लाएर पनि सुनाउँछु जब यो चार्ज भइसकेपछि चाहिँ। ब्याट्री चाहिँ फुल्ली चार्ज भइसकेको छ हाम्रो। अनि अब चाहिँ हामी यसलाई फ्रिमियर अपडेट गर्छौँ है त जुन एप्लिकेसनमा देखाएको थियो। फर्स्ट अफ अल त हामी यो रिसिभर निकाल्छौँ र रिसिभरलाई यो निकालेर रिसिभरमा यो वाला एडाप्टर चाहिँ फिट गर्छौँ है त। कस्तो इजी दिएको छ क्या कनेक्टिङ डिस्कनेक्टिङ होइन। इट इज इजी। यताबाट चाहिँ यस्तरी हाल्नुपर्छ। ट्याक्क साउन्ड आउँछ किटिक्क गरेर। त्यो भइसकेपछि डन। अनफर्चुनेटली यहाँ बाहिरबाट चाहिँ के नोइजहरू आइरहेछ कन्स्ट्रक्सनको बट इट्स ओके। अल्सो आई एम प्रिन्टिङ द माइक स्ट्यान्ड चाहिँ प्रिन्ट गर्दैछु म फर माइक मिनी। सो ढिलो नगरिकन यसलाई अब मोबाइलमा एट्याच गरौँ है त। सो मैले यो माइक चाहिँ अब कनेक्ट गर्दैछु। 3 2 1 कनेक्टेड। माइक चाहिँ कनेक्टेड भयो र हाम्रो DJI को एप। सो यस्तो हुने रहेछ। अब म अहिले यता अन गर्छु है त। तपाईँको चाहिँ अहिले यस्तो छ हैन। यहाँबाट चाहिँ यसलाई चाहिँ नोइज रिडक्सन अन गरेँ है त। अन गर्ने बित्तिकै चाहिँ यो बल्ने रहेछ। ओके त्यहाँ गरेँ। यसलाई यस्तो गरौँ न। यसलाई म कान्ट युज मल्टिभिडियो ब्युरे ल ठिक छ। नोइज रिडक्सन अहिले अफ गर्छु र हजुरको चाहिँ के हुन्छ भन्दाखेरि स्टेरियो साउन्ड र मोनो अडियो हुन्छ। स्टेरियो साउन्डमा चाहिँ तपाईँको रिसिभरमा आरएक्समा चाहिँ अहिले नर्मलमा चाहिँ ग्रिन बलिरहेछ भने चाहिँ स्टेरियो साउन्डमा चाहिँ अर्कै बल्छ है त। ल एउटा नयाँ कुरा चाहिँ मैले सिकेँ। हजुरको चाहिँ माइकमा नै चाहिँ यो एउटा माइक भयो, यो अर्को माइक भएन। यो अफ भएको बेला चाहिँ हजुरको मोनो साउन्ड एउटामा भोल्युम हाई भयो भने लो भयो भने अर्कोमा हाई भयो भने लो भयो भने एउटै साउन्ड आउँछ है त। दुवै एयरमा एउटै साउन्ड भनेपछि यो दुईटा कम्बाइन नै हुन्छ साउन्ड चाहिँ। यो लेफ्टको यो राइटको भयो भनेपछि यताबाट सुन्ने आवाज यसमा मात्र आउने भयो। यताबाट सुन्ने आवाज यसमा मात्र आउने भयो। यो अहिले म मोड अफ गर्छु। यो मैले अफ गरेँ। यो अफ गर्दाखेरि चाहिँ रिसिभरमा पनि हजुरको ग्रिन लाइट होइन अलिअलि पहेँलो ग्रिन बल्ने रहेछ। र सो यति नै छ। हजुरले माइक रिसिभरको थ्रु चाहिँ नोइज रिडक्सन कन्ट्रोल गर्न मिल्ने भयो। माइकको थ्रु चाहिँ हजुरले चाहिँ मोनो साउन्ड
र स्टुडियो साउन्डलाई कन्ट्रोल गर्न मिल्ने भयो। यो त्यति नै छ फिचर्सहरू र मैले फ्रीवेयर अपडेट गरिसकेँ। एन्ड कस्तो आइरहेको छ मेरो अडियो? हेलो हेलो, नोइज रिडक्सन अफ गर्नु पऱ्यो। नोइज रिडक्सनमा चाहिँ हजुरको माइकको बटनले गर्दाखेरि चाहिँ नोइज रिडक्सन अन हुने रहेछ। यो गर्दाखेरि नोइज रिडक्सन अन भयो। यो चाहिँ अहिले बेसिकमा छ है। बेसिकमा चाहिँ कस्तो भइरहेछ भन्नु है गाइज, नोइज रिडक्सन कस्तो भइरहेछ। र म अहिले स्ट्रङमा हाल्छु। रेडी 1 2 3। अहिले चाहिँ हाम्रो नोइज रिडक्सन स्ट्रङमा छ। स्ट्रङमा हुँदाखेरि कस्तो छ भन्नु है त गाइज। हेलो 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 हेलो। सो यति नै। र मैले यसलाई नोइज रिडक्सन सबै अफ गरेँ। अब स्टुडियो साउन्ड टेस्ट गरौँ है त। रेडी 1 2 3। स्टुडियो साउन्डमा चाहिँ यो माइक 1, यो माइक 2। हेलो 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 हेलो। ओके डन। सो यो हजुरले फिल गर्नको लागि चाहिँ एयरफोन लाउनै पर्छ। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। राइट नाउ आई एम लिसनिङ एन्ड रिकर्डिङ द साउन्ड फ्रम द फोन।